हरे कृष्ण हजुरलाई स्वागत छ मेरो च्यानलमा अनि हजुर सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म हजुरहरूलाई कृष्ण भगवानजीको बच्चा बेलाको कुरा सेयर गर्न गइरहेको छु। जब कृष्ण भगवानजी सानो हुनुहुन्थ्यो उहाँले चाहिँ गोपीजीहरूको अनि अरू माताजीहरूको चाहिँ घर घरमा चाहिँ दहीहरू जस्तै माखन दुध घैँटामा लुकाएर राखिरहेको हुन्छ नि त अनि कृष्णजी र उहाँका साथीहरू सबजना मिलेर चाहिँ त्यो माखनहरूले दही दुध चोर्न जानुहुन्थ्यो होइन। अनि गोपीजीहरूलाई चाहिँ असाध्यै रिस उठेछ र अनि कृष्णजीहरू त सानो हुनुहुन्थ्यो अनि उहाँले चाहिँ अलि हाइटमा राखेको थियो क्या मटका। अनि राखेपछि त अब त उनीहरूले समाउन सक्दैन भेट्न सक्दैन भन्नुहुन्थ्यो। अनि तर कृष्ण भगवानजी त चलाक हुनुहुन्छ, उहाँले चाहिँ ढुङ्गाले चाहिँ होइन त्यो मटका फोडिदिनुहुन्थ्यो अनि त्यहीँबाट खानुहुन्थ्यो क्या। अब फोडेपछि त चुहिन्छ अनि खानुहुन्थ्यो घटघट अनि 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 अरू अरू मटकाहरू देख्नुभयो अनि उहाँहरूको चाहिँ पेट भर्यो भने चाहिँ उहाँहरूले चाहिँ त्यो मटका यत्तिकै फुटाएर हिँडिदिने के। खाने पनि अब खानालाई पेट भरिसक्यो होइन, अन्त फुटाउनु रमाइलो गर्नु चकचक गर्नु त्यसमा रमाइलो मान्नुहुन्थ्यो। अनि अनि कहिलेकाहीँ चाहिँ होइन अब माखनहरू पनि छैन अनि त्यसपछि दुधहरू कतै केही छैन भने चाहिँ होइन अब मजा त गर्नु पर्यो, रमाइलो त गर्नु पर्यो। अनि आफूभन्दा सानो भाइ बहिनीहरू होइन उहाँहरूलाई चाहिँ चिमाटेर भए पनि होइन अब रमाइलो लिनुहुन्थ्यो कि रमाइलो गर्नुहुन्थ्यो। अनि त्यसपछि चिमाटेपछि त वहाँ रुनुहुन्थ्यो नि त बच्चाहरू। अनि त्यसपछि त्यसमा पनि मजा लुट्नुहुन्थ्यो कि। ल हेर्नुहोस् कृष्ण भगवानजीको बच्चा बेलामा चाहिँ कति रमाइलो गर्नुहुन्थ्यो क्या। लाइक हुन्छ नि हामीले सोच्नु पनि सक्दैनौँ। अनि कस्तो के सानो सानो कुराहरू हामीले पढ्दाखेरि थाहा पाउँदाखेरि कस्तो आनन्द आउने अनि मैले चाहिँ सुनेर थाहा पाएको हो होइन। अनि श्रीमद् भागवतम स्कन्द 10मा पनि कृष्ण भगवानजीको बाल लीलाहरू सबै लेखेको छ क्या होइन। अनि एकदमै रमाइलो लाग्ने क्या त्यो कुराहरू सुन्दाखेरि। अनि त्यो फुटाउँदाखेरि चाहिँ अनि गोपीजीहरूले कहिलेकाहीँ त समाउनुहुन्थ्यो अनि समाएपछि चाहिँ अनि अब यशोदा माताजीकोमा लानुहुन्छ अनि कम्प्लेन गर्नुहुन्छ, हेर तिम्रो छोराले यसो मटका फुटाएको छ भन्दाखेरि होइन कृष्ण भगवानजी त अब लीला गर्नुहुन्छ। अन्त अनि कृष्णजीले चाहिँ होइन त्यो गोपीजीको चाहिँ हस्बेन्ड बनिदिनुहुन्थ्यो कि होइन। अनि हस्बेन्डको रूपमा आउनुहुन्थ्यो नि यस्तो त माताजीले चाहिँ तिमीलाई के भइरहेछ दिउँसो दिउँसो मेरो छोरालाई अब समाएर लिएर आएको भन्छौ गाली गर्छौ तर तिमीले आफ्नै बुढाको हात समाइरहेछौ भन्नुहुन्थ्यो कि। यति रमाइलो गर्नुहुन्थ्यो कृष्ण भगवानजीले। अनि कृष्ण भगवानजीले ए ल मलाई चाहिँ के अरे भ्रम भएछ भनेर अनि जानुहुन्थ्यो। अनि गोपीजीले चाहिँ अनि फेरि हेर्दाखेरि चाहिँ कृष्णजी नै हुनुहुन्थ्यो। हरे कृष्ण हरि